नमस्कार आमा। नमस्कार। आज चाहिँ सिक्किम हजुरले हजुरको घरमा चाहिँ इतिहास म्याट, पिल्लो र योगियाको नेक्लेस चाहिँ सिक्किम आफ्नो घरसम्म भित्राउनु भएको छ। हाम्रो काठमाडौँमा हुनुहुने हाम्रो आदरणीय फाउन्डर प्रकाश श्रेष्ठ सर, जसले चाहिँ यो प्रविधिहरू चाहिँ कोरियाबाट नेपालसम्म ल्याइदिनु भएको छ। र त्यसै गरेर चाहिँ हाम्रो सेन्टरमा हुनुहुने हाम्रो आदरणीय म्याम हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यत्रो बाटो लिएर आउनुभयो, सेवा गरिदिनु भयो, त्यसमा म खुब खुसी छु। दबाई पानी अब गर्छु, म दिनै पछि सिक्छु भन्ने विचार छ। इटिएस म्याट, पिल्लो चाहिँ हजुरको घरमा भित्राउनु भएकोमा खुसी हुनुहुन्छ? म एकदमै खुसी छु। हस्, हुन्छ आमा, धन्यवाद। बिगेन नेपाल थेरापीको यो कमाल हो। म 10-12 दिनमा यस्तो भए। बिएनसी भनेको ठुलो हस्पिटल हो कि होइन भने त? धेरै ठुलो हस्पिटल हो, निकै खर्च लाग्ने ठाउँ। मैले इसिजी एमआरआईहरू सबै यो शरीरको गरेँ। मेरो ढाडको हड्डी खिएको र नसा चेपिएको, घुँडाका हड्डी खिएका, बस्नु उठ्नु नहुने अवस्थाको मान्छे म बाथरुममा बस्दा उठ्दाखेरि डोरी लगाएर बस्ने उठ्ने भयो। यस्तो अवस्था भएको थियो। र यो खोजी गर्दै आउँदा थेरापी गर्नुपर्छ, तपाईँले कि सुई लगाउनुपर्छ कि अपरेसन गर्नुपर्छ। अपरेसन पनि त्यति राम्रो हुँदैन भन्ने कुरा हो। मूल ढाडको नसा नै काट्नुपर्दा के राम्रो हुन्छ होइन त? त्यो सोचेर मैले त्यहाँको सल्लाह अनुसार म थेरापीतिर जोडिनुपर्छ भन्ने कुरा उहाँहरूले गरेपछि म यो बिगेन नेपालमा आएर यहाँ हाम्रो कलामे हुनुहुन्छ, मुस्कुराइरहनुहुन्छ, हाम्रो हिमाल सर हुनुहुन्छ, हाम्रो टिका मेम हुनुहुन्छ, हाम्रो रूपा मेम हुनुहुन्छ, अनि यहाँ हामी सबैजना नमस्कार बाबा आमा। नमस्कार। र आज चाहिँ हजुरहरूले बिगेन नेपाल थर्मल थेरापीबाट चाहिँ टप एन्ड टप मेसिन र त्यस्तै गरेर साम्चो लार्ज आफ्नो घरमा चाहिँ भित्राइसक्नु भएको छ। आज शुभ दिन, शुभको दिन चाहिँ आफ्नो घरमा भित्राउनु भएको छ। घरमा भित्राउँदाखेरि कतिको खुसी हुनुहुन्छ बाबा आमा? धेरै खुसी हुनुहुन्छ है। र त्यसै गरेर चाहिँ हाम्रो आदरणीय प्रकाश श्रेष्ठ सर लाई हजुरले केही भन्न चाहनुहुन्छ? हजुरले उहाँलाई धेरै धन्यवाद भन्छु। पहिला मैले काठमाडौँमा पनि देखेको हो। हजुर, उहाँसँग किताब पनि ल्याएको थिएँ मैले पहिला, स्मारिका। र अहिले पनि हजुरले स्मारिका पनि ल्याउनु भएको छ। त्यो स्मारिका चाहिँ हजुरले पाउनु भएको छ। त्यो पनि राम्रोसँगले अध्ययन गरेर हजुरहरूको परिवार, हजुरहरू लगायत हजुरहरूको परिवारलाई चाहिँ स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ। र हजुरहरूको शरीरमा पनि चाँडै सन्चो भएर चाहिँ बिगेन नेपालको प्रोडक्टबाट चाहिँ हजुरहरू पनि स्वास्थ्य लाभ लिनुहोला र आफ्नो आफन्तहरूलाई पनि आउनुभएको घरमा पाहुनाहरूलाई पनि स्वास्थ्य लाभ गराएर चाहिँ पठाउनुहोला भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद। जय बिगेन।